हेलो गाइस दर्शक नमस्ते। म त पार जानुपर्ने बाटो कहीँ बाटो भेटेकै छुइनँ म। अब सबै बाटो हराएछ। अब बगर यस्तो छ अहिले। अब यता यो बाटो थियो सिधै यो ढुङ्गादेखि माथि सिधा उकालो बाटो थियो माथि निस्किने। अब त्यो बाटो पनि छैन अहिले। अब यो यतापट्टिको यो 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 खोला आए बाटो पनि छैन। अब म यहाँबाट कहाँ जाने भन्ने कुरो अन्यलमा परिरहेको छु। जान चाहिँ पारी जानुपर्ने हो। अब कहीँ बाटो देख्दिनँ, कहाँ हो निस्किने। कस्तो भएछ गाउँ, कस्तो भएछ अहिले। मान्छे पनि खासै त्यति नहिँडेको छन्। यो बसे सराईले चाहिँ सखापै पाऱ्यो हाम्रो गाउँलाई, सखापै। है खोलाबाट चाहिँ यहाँ पछाडि यो मेरो विचारमा यो सुँगुर फार्म हुनुपर्छ। यहाँ एउटा दुईवटा तिनवटा चार पाँच छ सात आठवटा बनाएको छ कोठा। तल देख्नुपर्छ यहाँ अब निस्के यो झोडीबाट बाटो नभेटेर। त मेरो यो पछाडि त्यो दुइटा देखिने भनेको चाहिँ तल्लो मेरो मूल घर, माथिल्लो माइला घर। म अनि यता गाउँ पुरै खाली सखाप, घर मात्रै छन्। 2-3 घर होला, बाँकी सब बसासराई। बाँकी यहाँ यो मुनि पुरै खेत थियो, जङ्गल छ। यता बारी थियो, यो पनि पुरै जङ्गल। म एकजना मान्छे भेट्न आएको यहाँसम्म। अघि मैले त्यहाँ खोलामा बाटो नभेटेर म भौताइरहेको थिएँ। म यहाँसम्म आइपुग्नु पर्ने थियो। म झाडी पुगेर म यहाँ आइपुगेँ। अहिलेसम्म मान्छे आइपुगेको छैन। म मान्छेको वेटिङमा, मान्छे आउनुपर्ने यताबाट हो। अहिलेसम्म आइपुगेको छैन। म पर्खिरहेको छु। यो चाहिँ हाम्रो गाउँ गाइस। मान्छे पर्खिरहेको छु, आइपुगेको छैन। यो पुरै जङ्गल। घर पनि भत्किसकेको छ। पहिला यस्तो कोदो मकै यस्तो राम्रो हुन्थ्यो। सबै अब मान्छेलाई चाहिँ सुख चाहिएको छ। सबै बसे सराई प्लाइन। ऊ त माथि डाँडाबाट आउनुपर्ने हो मान्छे चाहिँ, त्यहाँबाट यहाँसम्म आउने। अब म चाहिँ ठ्याक्कै पारी डाँडा। ऊ त पछाडि सेतो टिन देख्नुभएको छ। अब त्यहाँ म यहाँ आइपुगेको। फाइनली भेट हाम्रो यहाँ पारी भेट भयो। यहाँ नि बाटो अप्ठ्यारो रहेछ यो खोल्सामा। म यहाँ पारी गएर भेट भइकन म फर्किँदैछु घरतिर। चिसो छ गाइस, चिसो।